कुनै रोजगारमा नरहेको युवाहरूलाई प्रति महिना 2000 को दरले जीवन निर्वाह बेरोजगार भत्ताको रूपमा दिने काम अगाडि बढाइरहेको उपलब्ध गराउने प्रक्रियामा रहेको सम्पूर्ण न्यायप्रेमी प्रदेशवासीलाई तपाईहरु मार्फत जानकारी गराउन चाहन्छु। कानुनी चीज कारणले गर्दा तपाईको यो निर्णय प्रक्रियामा रहेको एजेन्डा ल्याएको थिए, मैले अघि नै भने एजेन्डा ल्याएको थिए, प्रस्ताव ल्याएको थिए, तर यो प्रस्तावमा तपाईको यसको थोरै यसको डिटेल जस्तो अस्ति यसको कति पर्दो रहेछ भन्दाखेरि तपाईको चाहिँ नि 33 र 4 36 करोड रुपैयाँ मात्रै तपाईको चाहिँ नि प्रदेश सरकारको पैसा यसमा पर्दो रहेछ। हामी टोटल हिसाब गर्दाखेरि त्यति पर्दो रहेछ। तेस्रो, युवा देशको गहना हुन्, देशका गहना हुन्। सक्षम युवा बिना देश विकासको परिकल्पना पनि गर्न सकिँदैन। योग्यता अनुसारको काम नपाउनु हाम्रो देशमा प्रमुख समस्याको रूपमा रहेको छ। सोही अनुरूप प्रदेश सरकारले प्रदेशभित्रका राष्ट्रिय युवा नीतिले परिभाषित गरेका 18 देखि 35 वर्ष उमेर समूहका युवाहरूलाई स्नातक तह पास गरी कुनै रोजगारमा नरहेको युवाहरूलाई प्रति महिना 2000 को दरले जीवन निर्वाह बेरोजगार भत्ताको रूपमा दिने काम अगाडि बढाइरहेको जानकारी प्रदेशवासी आम जनसमुदायलाई तपाईहरु मार्फत पुगोस् भनेर भन्न चाहन्छु। फेरि तपाईलाई लाग्न सक्छ यो हसुवाको घरमा ल्याएको हो कि के हो। हामी 1.5 लाख 1 लाख तपाईको चाहिँ नि 48,000 जति युवाहरू तपाईको चाहिँ ब्याचलर पास गरेर अहिले बेरोजगार अवस्थामा रहेको छ भन्ने हामीसँग डाटा प्राप्त भएको छ। यसको टोटल हिसाब गर्दाखेरि हामीसँग त्यही 34-35 करोड रुपैयाँ बराबरको प्रति महिना हामी तपाईको चाहिँ नि उहाँहरूलाई व्यवस्थापन गर्ने गरी हामी अहिले निर्णय प्रक्रियामा राखेका छौँ। र फेरि पनि भन्न चाहे हजुरहरूलाई यो यसको अध्ययन सहितको प्रतिवेदन मन्त्री परिषदको कार्यालयमा आएको थियो र यसमा प्रमुख सचिवजीबाट हजुरलाई दिएको अदालतको तपाईको चाहिँ निर्देशन र चिजमा अलिकति कानुन विधिहरूसँग परामर्श गरेर यो निर्णयमा पुग्नको निम्ति मलाई भनेको कारणले गर्दा मैले यी चिजहरूमा कानुनी सरकारको महाधिवक्तासँग पनि प्रस्ताव मैले राखेँ, न्यायाधिवक्तासँग पनि प्रस्ताव राखेँ र केन्द्रीय महाधिवक्तासँग पनि परामर्श गर्छु यो निर्णय गर्नको निम्ति। जस्तो कि अब 1500 रुपैयाँ तपाईँको प्रति कट्ठा तपाईँको जुन दिने निर्णयको चरणमा छौँ हामी, त्यो भनेको के हो भन्दाखेरि अहिले आएको त आफू विगत होइन, विगतमै गर्नुपर्ने कामहरू छ। स्थानीय तहमा अलरेडी दर्ता भएको छ, दर्ता गराउने तर सरकारले राहत व्यवस्था गर्न सकिसकेपछि जनतामा र आम प्रदेशवासीमा तपाईँको निरुत्साहनको बाहेक केही आउन पाएको छैन। किसानै खेती तपाईँको चाहिँ नि गर्न तपाईँको चाहिँ इच्छुक भइरहनु भएको छैन। खास गरी छोटो सानोमा हामी यी निर्णयहरू तपाईँहरूले सार्वजनिक गरेर योसँग सम्बन्धित केही विषयवस्तुहरू छ।